केही डोनेट कसरी आएको छ सम्झिएर आउनु है स्याङ्जा बजार नि म स्याङ्जालीलाई चाहिँ सम्पूर्ण स्याङ्जालीहरूले चाहिँ सपोर्ट गर्नु पर्यो है साथीहरू। स्याङ्जादेखि कुनै पनि ह्यान्डल राम्रोसँग साथेन भने त गुल्टिन्छ यो बाटोमा त साथीहरू। अब हाम्रो देशमा धेरै करप्सन भएर नै होला है, विकास हेर्ने हो भने चाहिँ यस्तो छ। वेलकम ब्याक टु माई ब्लग है साथीहरू। हो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै आराम नै छु। अनि आज चाहिँ म टक्क लाएर स्याङ्जा जाँदैछु। हाम्रो स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजार जाँदैछु केही विशेष कामको लागि चाहिँ। अनि सो आज बाटोमा के हुन्छ होइन, अनि हाम्रो स्याङ्जा बजार चाहिँ तपाईँलाई आज पुरै डुलाउने छु। अनि बाटोमा के हुन्छ त्यो सम्पूर्ण तपाईँहरूलाई देखाउँछु है त साथीहरू। सो अब बाटोतिरै भेटौँ है त। ल है साथीहरू, अहिले चाहिँ म टक्क घरबाट चाहिँ निस्किसकेको छु होइन, म र मन्जु भएर चाहिँ। अनि आज चाहिँ स्याङ्जा जानुको मेन कारण भनेको चाहिँ हाम्रो मन्जुको चाहिँ ब्याचलरको एक्जाम छ होइन। अनि हाम्रो यहाँदेखि चाहिँ हाम्रो स्याङ्जा बजार चाहिँ 26 किलोमिटर पर्छ है त साथीहरू। अनि अरू पनि छन्, सो हामीले उसलाई चाहिँ बाटो चाहिँ जोइन गर्छौँ। अहिले चाहिँ मन्जु र म छु है त। एक्जाम ट्याक्क 1 बजेबाट छ, सो हामी अलिकति छिटो जानुपर्छ किनकि अब वहाँ गएर आफ्नो रुमहरू खोज्नु पऱ्यो, स्कुल खोज्नु पऱ्यो होइन। अब ठ्याक्क फेरि चिन्ने छैन नि त कुन स्कुल हो, स्कुलको नाम त थाहा छ तर कहाँ थिम छ थाहा छैन नि त। सो यताउति टाइम लाग्नु सक्छ, त्यही भएर चाहिँ हामी चाहिँ लगभग 2 घन्टा जस्तो अगाडि गउँछौँ होइन। अब 1 घन्टा चाहिँ जानै लाग्छ, अब 1 घन्टा यताउति गर्दा ठिकै हुन्छ भनेर है त साथीहरू। ल त्यो छ। अनि मलाई चाहिँ ट्याक्क स्याङ्जा बजार जाने भनेपछि एकदमै एक्साइटेड हुन्छ क्या, किनकि अब स्याङ्जा भन्ने बित्तिकै मलाई एउटा पुरानो गीतको याद आइहाल्छ होइन। सम्झिएर आउनु है स्याङ्जा बजार हामी सँगसँगै काटौँला जुनी हजार, हामी सँगसँगै काटौँला जुनी हजार। अनि म स्याङ्जालीलाई चाहिँ सम्पूर्ण स्याङ्जालीहरूले चाहिँ सपोर्ट गर्नु पऱ्यो है साथीहरू। स्याङ्जादेखि कुनै पनि मान्छे तपाईँहरू भ्युवर्सहरूले चाहिँ मेरो युट्युब च्यानल हेरिरहनु भएको छ भने चाहिँ सब्सक्राइब गरिदिनु पऱ्यो है त। यो कस्तो आएको यार, यो बिहाको बस रहेछ, स्पिड आइरहेको छ क्या। ओहो होइन, बाटो चाहिँ अलिकति साँगुरै छ वालिङको। अब यो बाटोलाई चाहिँ ठुलो बनाउने अरे भन्ने कुरो चाहिँ सुनेको हो क्या होइन। सिद्धार्थ हाइवे चाहिँ अब पुरानो हाइवे हो नि त, अनि यसलाई चाहिँ अहिलेसम्म त्यस्तो स्तर उन्नतिको काम भइरहेको छैन। अब चाहिँ बजेट छुट्या छ अरे, यो बाटो पनि 4 लेनको बनाउने अरे भन्ने कुरा चाहिँ सुनेको है। होप छिट्टै भओस् होइन। ल अहिले चाहिँ हामी ट्याक्क वालिङ मोड आइसकेको छौँ होइन। यो बाटोमा त फेरि पुरा इन्डियन गाडीहरू धेरै हुन्छन् के। हामीसँग जाने अझै 2 जना हुनुहुन्छ है, उहाँहरू चाहिँ अघिल्तिर हुनुहुन्छ अरे। सो उहाँलाई भेटौँ है त अब अघिल्तिर गएर। यो बाटोमा त मैले धेरैचोटि भ्लग गरिसकेको छु, सो अब यस ठाउँको चाहिँ मैले खासै धेरै भिडियो चाहिँ बनाउँदिनँ। अब बाटो पनि यही पर्छ क्या जतिखेर नि होइन, जहाँ गए पनि बाटो यही नै पर्छ फेरि, त्यस्तो छ है त साथीहरू। ल उहाँ चाहिँ पछाडि आउँदै हुनुहुन्छ स्कुटरमा, अब हामी हल्का अघिल्तिर जान्छौँ। सो अब अगाडि नै भेटौँला है त साथीहरू। ल है अहिले चाहिँ हामी ट्याक्क 83 बजार आएको छौँ। हाम्रो यो 83 पनि कहिल्यै 84 हुने भएन होइन। मै 26 वर्षको हुन लाग्यो होइन, जहिले 83 भनेर सुनेको, अहिले पनि 83 को 83 छ, कहिल्यै 84 भएन होइन। साल फेरियो, वर्ष फेरियो, महिना फेरियो, तर हाम्रो यो 83 चाहिँ जहिलेको 83 मात्र भयो। यो कहिले पनि बुढो नहुने रहेछ यो ठाउँ, जहिले 83 को 84 कहिल्यै भएन। मजा गरेको साथीहरू, एउटा ठाउँको नाम चाहिँ 83 हो। मलाई चाहिँ हल्का त्यसमा चाहिँ फन्नी मुमेन्ट्स थपिदिएको मात्र। जस बाटो चाहिँ पाहाड काटेर अलिकति टर्निङमा चाहिँ अलिकति सहज त बनाएको छ है, पहिला चाहिँ यति पनि थिएन होइन। ओहो मङ्किज ओ, तर साथीहरूलाई मलाई चाहिँ बाँदरले टोकेको छ नि साथीहरू होइन। बाँदर चाहिँ कस्तो अरे, म अलिकति सानो हुँदा के, अनि त्यसरी कहिले पनि मङ्की नदेखेको। अनि चाहिँ मङ्की हेर्नु भनेर चाहिँ हाम्रो गाउँमा चाहिँ एकजना दाइले चाहिँ कता जङ्गलतिर छोपेर चाहिँ मङ्की लिएर आउनु भएको रहेछ क्या बाँदर। अनि ट्याक्क त्यो बाँदर कस्तो हुन्छ भन्ने चाहिँ मलाई एकदमै त्यो मनमा क्युरियोसिटी बढेर अनि त्यसरी कहिले नदेखेको नि त। अनि त्यसरी बाँदर कस्तो हुन्छ भनेर हेर्न गएँ है। अनि हेर्न गएको त पुरा त्यो बाँदर त के गर्छ भनेको त ठ्याक्क मलाई देख्यो है। अब अलिकति सानो देखेपछि ह्याप्दो रहेछ क्या बाँदरले, फेरि मान्छे चिन्दो रहेछ क्या होइन, सानो ठुलो। अनि मलाई चाहिँ अलिकति सानो देखेपछि बाँदरले मलाई चाहिँ के गर्यो नि, सिधै मेरो काँधमा चढ्यो। अब फर्स्ट टाइम बाँदर हेर्न गएको छु लाइफमै, पहिलोपटक होइन। अनि पहिलोपटकमै अनि त्यसरी काँधा बाँदर चढिसकेपछि त म त डराएँ के।
अनि डढाएँ अनि नचल केही गर्दैन त भनिरहेको थिएँ। तर अब क्या नि अब कहिल्यै पनि नदेखेपछि त डर त लाग्छ नि त। हात लिएर गएर त्यसको पुच्छामा साँतेको त है, मलाई त त्यसले त सिधै टोकेको के, हातमा टोकेर चाहिँ मलाई त्यस्तो कोइन्सिडेन्ट भएको छ के। अनि हस्पिटल जानु पऱ्यो है, हस्पिटल गइसकेपछि अब ऱ्याबिजको सुई लाउनु पऱ्यो नि त, जङ्गल जनावरले टोकेपछि त। अनि सुईदेखि नि मलाई त्यस्तै फोबिया होइन, डर लाग्ने के मलाई चाहिँ सुई भनेपछि चाहिँ सानैबाट। अहिले त डर लाग्दैन त्यो सानोमा त्यस्तो भएको छ के। त्यही भएर बाँदरदेखि हेर्न रमाइलो नि लाग्छ, तर फेरि डर पनि लाग्छ मलाई त बाँदरदेखि होइन, त्यस्तो कोइन्सिडेन्ट घटेको भएर। अनि साथीहरू साँच्चै मैले यो भ्लग गर्दा जेलसम्म चाहिँ मेरो सब्सक्राइबर चाहिँ 724 सब्सक्राइबर चाहिँ कम्प्लिट भइसकेको छ होइन। जसले सब्सक्राइब गर्नुभयो है, जुन ठाउँदेखि सब्सक्राइब गर्नुभयो उहाँलाई चाहिँ एकदमै धेरै भन्दा धेरै मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अनि नयाँ भ्युवर्सहरूले नि सब्सक्राइब गरेर चाहिँ मसँग जोडिन पनि म नयाँ भ्युवर्सहरूलाई नि रिक्वेस्ट गर्न चाहेँ। कस्तिर आएको के साह्रो यस्तो केयरलेस तरिकाले गाडी चलाउँछ। अनि यही कारणले गर्दा नि हो साथीहरू एक्सिडेन्ट हुने होइन। अनि भिडियो पनि हेरिदिनु होला है मेरो। अब केही घन्टा मात्र बाँकी छ र केही सब्सक्राइबर मात्र बाँकी छ है। यदि मैले त्यो सब्सक्राइबर र त्यो वाच टाइम चाहिँ अब धेरै छैन, केही घन्टा मात्र बाँकी छ, त्यति वाच टाइम चाहिँ कम्प्लिट गरेँ भने चाहिँ मेरो देवेन्द्र राणा भ्लग्स पनि मोनिटाइजेसनको लागि चाहिँ क्यापेबल हुन्छ होइन। अब मोनिटाइजेसन हुने नहुने त त्यसपछि युट्युबको टर्म्स एन्ड कन्डिसनमा बसेर काम गऱ्यो भने चाहिँ भइहाल्छ के अरे होइन। जोस् केही समय वाच टाइम र अनि केही घन्टा वाच टाइम र अनि तपाईँहरूले चाहिँ न्यू भ्युवर्सहरूले नि सब्सक्राइब गरिदिनु भयो भने चाहिँ पनि मेरो देवेन्द्र राणा भ्लग्स चाहिँ मोनिटाइजेसन चाहिँ हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु पऱ्यो। अनि त्यसरी समय मिलेको बेलामा चाहिँ यसो भिडियोहरू पनि हेरिदिनु होला भन्न चाहे है त साथीहरू। स्पिड आएको बस बल्ल यहाँ रहेछ। खासै हुँ स्पिड हिँड्नु र सर र एउटै गतिमा हिँड्नुमा खासै फरक चाहिँ हुँदैन क्या साथीहरू होइन। अब यसबाट पनि थाहा हुन्छ। हेर्नु न कति स्पिड आएको थियो अघि त्यो बस होइन, बल्ल यहीँ आएछ। अब हामी बिस्तारै त्यस्तो स्पिड छैन, नर्मली एउटै गतिमा हिँडिरहेको छौँ, त्यही पनि सँगै भइसकेको छौँ होइन। अनि तर अहिले चाहिँ नेपालमा नि इलेक्ट्रिक गाडीहरू चाहिँ टन्नै भित्रेको छ। यो रोडमा नि धेरै इलेक्ट्रिक गाडीहरू देख्न सकिन्छ है। अबको मार्केट चाहिँ इलेक्ट्रिक गाडीले खाला जस्तो छ। इलेक्ट्रिक गाडी, इलेक्ट्रिक बाइक, स्कुटर होइन सबले। अनि यहाँको बाटो चाहिँ कहिल्यै पनि सुध्रिने भएन, जहिले यस्तै हुन्छ है, बनाएकै छैन। अब सायद त्यही सिद्धार्थ हाइवे जब मर्मत हुन्छ त्यतिखेर नै होला। त्योभन्दा पहिला त यसलाई टालटुल पनि गर्दैन होला, त्यस्तै लाग्छ मलाई त है। गर्ने भए त गरिहाल्थ्यो होला। न खाल्टो छ, भिडियोमा चाहिँ त्यस्तो खासै देखेको छैन होला। तर बाटो चाहिँ यहाँतिर चाहिँ अप्ठ्यारै छ। तर यतापट्टि चाहिँ बाटो कस्तो अप्ठ्यारो क्या, त्यो पुरै बम्पिङ छ क्या यो बाटो चाहिँ। तर बाटो त बबाल साथीहरू है। यो हाम्रो ट्याक्क कालीगण्डकी करिडोर के। यो अस्ति म डेढगाउँ गएको थिएँ नि त, योभन्दा अगाडिको ब्लग हेर्नु भएको छैन भने चाहिँ हेर्नु होला है। म चाहिँ ट्याक्क डेढगाउँ गएको थिएँ है, त्यो मोबाइल हराएर साथीको मोबाइल लिनको लागि है। अनि त्यो बाटो चाहिँ बबाल हो क्या कालीगण्डकी करिडोर है। यस्तोसम्म कस्तो ग्रेड मिलेको है, एउटा खाल्टो छैन, एउटा बम्पिङ छैन है, बबाल के। बाटो भनेको त त्यस्तो पो हुनुपर्छ त हाइवे भनेको है। हाम्रो सिद्धार्थ हाइवे त खाल्टो बम्पिङ है, पुरै शरीर गलाउँछ क्या यो बाटोमा हिँड्दा त पुरै। हेर्नु न अब भिडियोमा त त्यस्तो देखेको छैन होला है, तर डेन्जरै खाल्टो उबड खाबड छ यो हाम्रो सिद्धार्थ हाइवे बाटो त। स्याङ्जाको मान्छे, वालिङको मान्छे होइन, हाम्रो यो गलेङतिरको मान्छेहरू चाहिँ चितवन जानु पऱ्यो भने चाहिँ हामी उता बुटोलतिर निस्केर जानुभन्दा चाहिँ हामी चाहिँ यहाँ चाहिँ चापकोट, अनि चापकोटबाट चाहिँ पारि रामपुरबाट चाहिँ डेढगाउँ, अनि त्यसरी त्यस्तै हुँदै गैँडाकोट हुँदै त्यो जान चाहिँ छिटो पर्दो रहेछ है साथीहरू। अस्ति हामी गएको थियौँ होइन, एकदमै छिटो हुन्छ त्यो बाटो जान चाहिँ। जे तपाईँहरू चाहिँ लगभग बरघाट पुग्ने बेलासम्म चाहिँ हाम्रो वालिङदेखि बरघाट पुग्ने बेलासम्म चाहिँ सायद हामी चाहिँ चितवन नै पुग्छ जस्तो लाग्छ। त्यो बाटो गयो भने चाहिँ एकदमै सर्टकट पर्दो रहेछ। सो तपाईँहरू पनि जाँदै हुनुहुन्छ भने त्यो बाटो भएर चाहिँ जान सक्नुहुन्छ है साथीहरू।
है तेरिका कस्तो थेचार छ कि उचाल्ने थेचार नि घ्याचक 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 ह्यान्डल राम्रोसँग साँतेन भने त गुल्टिन्छ यो बाटोमा त साथीहरू ह्यान्डल त मजाले पक्रेर बस्नुपर्छ अनि तपाईहरुसँग कुरा गर्दा गर्दै ठ्याक्क हामी चाहिँ राङखोला आइसकेको छौँ है राङखोला बजार हाम्रो राङखोला नि ठुलो बजार भएको छ अहिले चाहिँ पहिला चाहिँ खासै घरहरू थिएन होइन अहिले चाहिँ मजाको घर भरिरहेको छ हामी चाहिँ आजको यात्रा चाहिँ स्याङ्जासम्म मात्र हुन्छ है साथीहरू राङखोला तर यो ब्रेकर चाहिँ कस्तो उता नदेखिने अलि बाटो हेर्दा अनि सिधा छ नि त अनि नदेखिने जस्तो छ अलि विचार गर्नुपर्छ यहाँ तिम्रो ब्रेकरमा चाहिँ अनि यसरी ओभरटेक हान्दा चाहिँ कतिपय मान्छेहरू चाहिँ के गर्छ भने स्याट्ट ओभरटेक हान्यो अनि ओभरटेक हान्ने बित्तिकै सिधै आफ्नो लाइनमा जान खोज्छ के त्यस्तो चाहिँ गर्नु हुँदैन त्यस्तो गऱ्यो भने चाहिँ एक्सिडेन्ट हुने चान्स चाहिँ हुन्छ किनकि अब त्यो गाडी पनि त पछाडिबाट आइरहेको हुन्छ नि त हामीले जो गाडीलाई ओभरटेक गऱ्यौँ त्यो गाडी पनि पछाडिबाट आइरहेको हुन्छ त्यही भएर चाहिँ अनि त्यसले चाहिँ अलिकति स्पिड छ भने चाहिँ हान्न सक्छ त्यही भएर चाहिँ ओभरटेक गर्दा चाहिँ अलिकति ओभरटेक गर्ने बित्तिकै चाहिँ आफ्नो लाइनमा चाहिँ झ्याप गइहाल्नु हुँदैन है अलिकति अगाडि त्यो गाडीभन्दा लगभग 15-20 मिटर जस्तो अगाडि गएर चाहिँ ट्याक्क आफ्नो साइडमा जानुपर्छ है साथीहरू सुरक्षित तरिकाले कोही कोही मान्छेहरू हुन्छ ट्याक्क त्यो ओभरटेक गर्ने बित्तिकै स्याट्ट आफ्नो लाइनमा छिराउनु खोजिहाल्छ क्या त्यस्तो चाहिँ गर्नु हुँदैन है साथीहरू हाम्रो देशमा करप्सन धेरै भएर होला क्या साथीहरू होइन नत्र भने त बजेट त कति कलेक्सन हुन्छ नि होइन अब मैले यही बाइकको अब वर्षमा लगभग कति 8,000 देखि 9,000सम्म समथिङ त्यस्तै तिर्नुपर्छ है अब यस्तो मेरो जस्तो बाइक त कति छ अब मेरो जम्मा 200 सीसीकै त्यति बुझाउनुपर्छ होइन प्लस अब मैले किन्दैखेरि कति ट्याक्स तिर्नुपर्छ अब तेल हाल्नुपर्छ त्यसमा अनि मैले ट्याक्सै तिरेको हुन्छु होइन तर त्यत्रो ट्याक्स छ तर पनि अब हाम्रो देशमा धेरै करप्सन भएर नै होला है विकास हेर्ने हो भने चाहिँ यस्तो छ के भन्ने जति बजेट निकासन हुन्छ कुनै पनि एउटा प्रोजेक्टको लागि त्यो सबै पैसा चाहिँ त्यही प्रोजेक्टमा खर्च हुने हो भने त हाम्रो देश पनि कुनै विकसित देशभन्दा कम त हुन्थेन होला नि होइन र पक्कै पनि तर के गर्ने दुर्भाग्यवश त्यो सबै पैसाहरू यसमा चाहिँ खर्च हुन पाउँदैन अलिअलि खानु नै पर्यो होइन नखाइकन त फेरि काम पनि गर्दैन ल हामी चाहिँ ट्याक्क स्याङ्जा बजार आउन लाग्यौँ है त साथीहरू एकचोटि हामी चाहिँ तल जान्छौँ होइन अनि एक सर र अहिले मिलाएर चाहिँ म ट्याक्क एकचोटि चाहिँ सर र स्याङ्जा बजार चाहिँ डुलाउँछु है त साथीहरू त्रिभुवन आदर्श बहुमुखी क्याम्पस ओहो माले बगरतिरै रहेछ ल अब हामी चाहिँ यस्तो मास्तिर डुल्न जान्छौँ अहिले हामी चाहिँ कहाँ आउन लाग्यौँ सायद यो मेन हाइवेमा चाहिँ जोडिन्छ यो बाटो त मेन बाटो त चिनेको यो भित्री बाटो मात्र नचिनेको रोशनी इङ्ग्लिस बोर्डिङ स्कुल ओहो स्याङ्जाको है ल है साथीहरू अहिले चाहिँ हामी ट्याक्क मास्तिर भाइहरूलाई डुलाउनु लैजान्छु भन्दैछन् होइन कुन ठाउँ अरे भाइ के अरे सेल्फी डाँडा ल आज मलाई चाहिँ स्याङ्जाको भाइले स्याङ्जा त बसेको मात्र भाइ चाहिँ हाम्रै वालिङ गइरहेछन् होइन वालिङ के ठाउँ भनेर घर कहाँ अरे वालिङको के अरे दाङसे होइन वालिङ दाङसे हाम्रो ट्याक्क यो मैदान सोरेक मैदानभन्दा माथिपट्टिको दाङसे है ट्याक्क भाइले चाहिँ आज मलाई सेल्फी डाँडा लिएर जान्छु भन्दैछन् अब हामी ट्याक्क बाइक स्कुटरमा जानु लागिरहेको छ है त साथीहरू अर्को भाइ यतापट्टि छन् अब चाहिँ हामी टक्क जान्छु म चाहिँ चिनेको छैन होइन अब कहाँ हो कसो हो चिनेको चाहिँ छैन भाइहरूले चाहिँ सर र मलाई आज गाइड गरिहाल्छन् लेट्स सी है अब हेरौँ कस्तो छ सेल्फी डाँडा होइन अनि म चाहिँ अनि स्याङ्जा चाहिँ यसरी डुल्न लागेको चाहिँ पहिलो पटक नै हो है स्याङ्जामा चाहिँ अब ट्याक्क हामी पोखरा जाँदा चाहिँ अब त्यही हाइवे मात्र हिँड्थ्यौँ नि त आज चाहिँ भाइहरू लैजान्छु भनेछ सो अब गएर हेरौँ है त कताटो हो अब भाइहरूलाई चाहिँ फलो गर्छु है त मैले चाहिँ सेल्फी डाँडा कस्तो रहेछ सेल्फी डाँडा लेट्स सी है हामी सँगै हेरौँ होइन अब तपाईँहरूलाई चाहिँ पनि देखाऊ सेल्फी डाँडा कस्तो छ भनेर अब 10 मिनट लाग्छ भनेछन् अब हेरौँ कति मिनट लाग्दो रहेछ यो चाहिँ हाम्रो प्रगति नगर है साथीहरू ओके यही साइड पर्दो रहेछ ल यो त मेरो फर्स्ट टाइम नै भयो है यतापट्टि घुसेको चाहिँ यो अन्त पहिला चाहिँ म यो साइड कहिल्यै पनि नेभर अहिलेसम्म घुसेकै थिइनँ होइन अब चाहिँ
भाइहरूले घुसाएका छन् मलाई यो ठाउँ। जस भाइहरू चाहिँ एकदम ठिक रहेछन्, एकदम मिलनसार रहेछन् के। भर्खरै चिनेको दुइटै भाइहरूलाई। अब अर्को भाइ चाहिँ हामीसँगै आएको वालिङबाट, तर बोल्न चाहिँ बोल्ने थिएन, अघि पछि भएर आइएको थियो। अनि अर्को बाइक चलाउने भाइलाई त झनै यहीँ आएपछि भेटेको। जोस् भाइहरू वालिङकै रहेछन् अनि एकदम मिलनसार नै रहेछन्। ओहो पानी त धमिलो भएछ है भाइ यार, धमिलो भएछ है पानी त। अच्छा बवाल रहेछ बाटो त साथीहरू। ब्रेकर रहेछ क्या फेरि। अब अरौदी रे, यो ठाउँको नाम चाहिँ अरौदी रहेछ है त साथीहरू। जे होस् भ्लग गर्न लागेको बाटो चाहिँ यस्तो यस्तो ठाउँहरू राम्रैसँग डुलिएको छ। त्योभन्दा पहिला चाहिँ खासै डुलिन्थेन, ठाउँहरू पनि खासै चिनिन्थेन। भ्लग गर्न लागेको बाटो चाहिँ यस्तो यस्तो ठाउँहरू डुल्न लाग्यो है, लाइयो ठाउँहरू पनि चिनिन्छ। सायद त्यो माथि नै होला है सेल्फी डाँडा चाहिँ, उहाँ माथिपट्टि देख्न सक्नुहुन्छ होइन। मेबी मलाई चाहिँ त्यही हो जस्तो लाग्यो। छाता छोडेर गएछन् है। ओहो भाइले सुसु गरेको रहेछन्, छाता छोडेर कहाँ गएछन् भनेको त। जे होस् आज चाहिँ बाइक सर्भिसिङ गरेको भएर नि होला होइन, क्या मजाले सही तानेको छ ल है। अब मेबी हामी चाहिँ आएम जस्तो चाहिँ लागेको छ है, त्यही पनि मलाई चाहिँ थाहा छैन है, आइएम नट स्योर। बट यसो बुझ्दाखेरि चाहिँ त्यही नै हो जस्तो लाग्छ है। सेल्फी डाँडा है छ सेल्फी डाँडा दयाङदी भन्ने ठाउँ रहेछ है। ट्याक्क सेल्फी डाँडा चाहिँ आइसकेको छौँ है। ट्याक्कै यहाँ लेखेको देख्नुहुन्छ सेल्फी डाँडा दयाङदी। ल है त साथीहरू हामी चाहिँ फाइनली आइसकेको छौँ दयाङदी सेल्फी डाँडा होइन। ट्याक्क ल अब यहाँबाट चाहिँ ट्याक्क मुनितिरपट्टि हेरौँ होइन। अब यसबाट चाहिँ खासै जुम चाहिँ गर्नु मिल्दैन फेरि उसबाट चाहिँ गोप्रोबाट चाहिँ। सो अहिले मैले अर्कोबाट नै तपाईँलाई देखाइहाल्छु। यस्तो छ है त। हामी चाहिँ ट्याक्क अहिले सेल्फी डाँडा आइसकेको छौँ होइन। वहाँ मुनिदेखि देखिएको बाटोबाट चुई पुरै टर्निङ हान्दै होइन, लाइक सिन्धुलीको बाटोमा जस्तो टर्निङ हाल्दै चाहिँ हामी ट्याक्क सेल्फी डाँडामा आइएको छ। अनि सेल्फी डाँडामा चाहिँ पुरै सर र हावा पनि लाग्दो रहेछ है। त्यत्तिकै सेल्फी डाँडा चाहिँ भनेको हुन्छ। ठाउँ चाहिँ बवालै रहेछ। आज वेदरले नि एकदम साथ दिएको छ, एकदमै उज्यालो देखेको छ है। अझ यसमा चाहिँ बिहानको समयमा चाहिँ अझै बवाल देखिन्छ जस्तो चाहिँ लाग्यो। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है। यो हाम्रो ट्याक्क प्रगति नगरबाट चाहिँ त्यही 6-7 मिनटभित्रै आउन सकिन्छ है। हामी चाहिँ ट्याक्कै हामीलाई 6-7 मिनट जस्तो लाग्यो। यस्तो छ यो साथीहरू। तर हामी चाहिँ ट्याक्क अहिले चाहिँ दयाङदी सेल्फी डाँडामा आएर चाहिँ अलिअलि फोटो सेसन गरियो होइन। अनि ट्याक्क अहिले चाहिँ भ्यूहरू हेर्दै ट्याक्क फ्रेस हावा चलिरहेको छ। सो ट्याक्क नेचुरल हावाको आनन्द लिँदै बसिरहेको छौँ। तलतिरपट्टि यस्तो देखिन्छ सर है। अझै यो झाडीले गर्दा चाहिँ खासै अहिले ड्रोन भइहाल्छ चाहिँ, ड्रोन माथिबाट उडाएर चाहिँ बवाल देखिन्थ्यो होला होइन। हामीलाई चाहिँ सर र झाडीले छेकेको छ। यता साइडमा बाटो, साइडबाट खोला बगिरहेको छ। यो जस ठाउँ चाहिँ बवाल रहेछ है, यत्रो डाँडाको बिचमा होइन। ल अब अहिले भेटौँ है साथीहरू। ल है साथीहरू अहिले चाहिँ हामी ठ्याक्क सेल्फी डाँडाबाट चाहिँ तलतिर फर्किसकेको छौँ घरतिर होइन। अनि त्यसरी एउटा चाहिँ के भएछ नि, मैले चाहिँ गोप्रो अफ गर्न बिर्सेछु कि साथीहरू। अनि त्यसरी पुरा गोप्रो त 1 घन्टा 15 मिनटसम्म चाहिँ रेकर्ड भएर बसिरहेको चाहिँ हामीले गफ गरेको कुराहरूको होइन। ट्याक्क घरतिर फर्किँदा चाहिँ भिडियो रेकर्ड गर्नु पर्ला भनेको थिएँ। ठ्याक्क मैले चाहिँ ख्याल गरिनँ कि ट्याक्क भिडियो चाहिँ रेकर्ड भइरहेको रहेछ। ठ्याक्क फर्किनु पऱ्यो भनेर भिडियो अन गर्न खोजेको त भिडियो रेकर्ड भइरहेको रहेछ होइन गोप्रो चाहिँ। सो ब्याट्री पनि अब जम्मा 2% हो कि 3% मात्र बाँकी छ। सो आजको भ्लग चाहिँ तपाईँलाई उताको इन्डिङ गर्छु भनेको थिएँ, तर अब बाध्यताले यतै इन्डिङ गर्नु पऱ्यो है। सो आजको भ्लगदेखि चाहिँ तपाईँहरूसँग छुट्टिन चाहन्छु है। अनि यो सेल्फी डाँडा तपाईँहरूलाई के कस्तो लाग्यो मन परेको भए चाहिँ एकचोटि अवश्य नै आउनु होला भन्दै आजको भ्लगदेखि बिदा लिन चाहन्छु। भेटौँला अर्को भ्लगमा। त्यतिन्जेलसम्म आफ्नो अनि आफ्नो परिवारको चाहिँ ख्याल गर्नु होला है त साथीहरू। बाई बाई।